सबैको लागि आजको दिन। आज मिति 2082 साल माघ 24 गते शनिबार, फागुन कृष्ण पक्षको षष्ठी तिथि। अब सुरु गरौँ सिआरटी प्रेसका लागि ज्योतिष पण्डित सुदीप नेपालले तयार पार्नु भएको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूका लागि आजको दिन गरेका प्रयत्न सफल बन्नेछन्। चञ्चलता र क्रोधका कारण नोक्सान हुन सक्छ। संयम भएर अघि बढ्नु पर्नेछ, सफलता मिल्नेछ। वृष राशि। वृष राशि हुनेहरूका लागि आजको दिन बोलीबाट समाज प्रभावित हुनेछ। धन भने खर्च बढी हुने समय छ। स्वास्थ्यलाई ध्यान दिनु पर्नेछ। गरेका कार्यबाट सफलता प्राप्त हुनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आजको दिन विवेक प्रयोग गरेर गरिएका कार्यले सफलता दिनेछ। रोकिएका कार्यहरू सुचारू हुनेछन्। स्वास्थ्य प्रतिकूल रहनेछ, मन चिन्तित रहनेछ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरूका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आजको दिन व्यापारबाट लाभ मिल्नेछ। घरायसी समस्याले मन खिन्न रहनेछ। मित्रहरूसँगको भेटघाट रहने समय छ। छोटो यात्रा हुन सक्छ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आजको दिन प्रेम सम्बन्धमा खटपट रहनेछ। शिक्षामा प्रगति हुनेछ। पारिवारिक भेटघाटले मन प्रसन्न रहनेछ। धन खर्च बढ्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आजको दिन विपरीत समय रहेको छ। राम्रो गर्दा गर्दै अब्जस आउन सक्छ। धनको कारोबारमा विचार पुर्याउनु पर्नेछ। वाद विवादमा फस्न सकिने समय छ। तुला राशि। तुला राशि हुनेहरूका लागि आजको दिन पारिवारिक समस्या बढ्नेछ। पति पत्नीमा सहकार्यबाट सफलता मिल्नेछ। मनोरञ्जनात्मक यात्रा हुन सक्ने समय छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन हतियार र सवारी साधनबाट जोगिनु पर्नेछ। स्वास्थ्यमा समस्या देखिने समय छ। सजग रहेर अघि बढ्नु पर्नेछ। कारोबारमा विचार पुर्याउनु पर्नेछ। धनु राशि। धनु राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यमा सहभागी हुने समय छ। नसोचेको धन प्राप्त हुनेछ। पुरानो मित्रसँग भेटघाट हुनेछ। काम गर्ने उत्साह वृद्धि हुनेछ। मकर राशि। मकर राशि हुनेहरूका लागि आजको दिन सफलता प्राप्त गर्नलाई कठिन परिश्रम गर्नुपर्नेछ। राजकीय सेवारत व्यक्तिहरूका निम्ति समय राम्रो रहेको छ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि आजको दिन उच्च पदस्थ व्यक्तिबाट सहयोग मिल्नेछ। व्यवसाय मन्दी रहनेछ। सामाजिक कार्यमा सहभागी हुने समय छ। क्रोधलाई संयम गर्नुपर्नेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूका लागि आजको दिन कारोबार मन्दी रहनेछ। आर्थिक कारोबारमा नोक्सान हुन सक्छ। खर्चमा वृद्धि हुने समय छ। इष्टमित्र टाढिने समय छ। राशिले जे जस्तो फल बताए पनि सोचेका आँटेका कार्यहरू पूर्णता पाउन्। जन्मदिन मनाउनु हुनेलाई जन्मदिनको शुभकामना। यात्रा गर्दै हुनुहुन्छ भने सुखद यात्राको कामना। अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना। पाथिभरा भगवतीले सबैको मनोकामना पूर्ण गर्नुहुनेछ।